2019 मा चाहिँ हामीले अर्थात् मैले टिकटकबाट प्रतिभा र भिजनलाई मार्केटमा ल्याउने भन्ने कुराको विश्लेषण गरेको थियो र 2025 मा आएर फेरि मैले आफैले जो व्यक्ति विकृतिको बाटोमा जान्छ त्यो मात्रै सफलतामा आउँदो रहेछ भन्ने कुरा बाध्य भएर बोल्नु पर्यो। किनकि मैले फेसबुक चलाउने, ट्विटर चलाउने, इन्स्टाग्राम चलाउने, युट्युब चलाउने सबै टिकटक चलाउनेमै पर्छन् भनेर चाहिँ घोषणा पनि गरेको थिएँ। तर पनि केही नलागेपछि अझै पनि म के आग्रह गर्छु भने टिकटक चलाउनेहरू 90% ठिक छन् र 10% गलत छन् भन्ने कुरा पनि म यहाँबाट तपाईहरुलाई घोषणा गर्न चाहन्छु।